हेलो साथीहरू, आज हामी माछा मार्नको खौकी लिएर है अघि मैले भिडियो पनि बनाएर हालेको छु। अनि यो चाहिँ घोङटा है, सानो सानो क्या। अनि यो पनि भुट्ने भने चाहिँ भुटेन, यो चाहिँ भ्याएन। अनि माछा चाहिँ भुटेर भन्छिनी बजे आज यो परेछ, त्यही भएर माछा साछा अलिकति हल्का डढेको परेछ। यो चाहिँ चुच्चे बम पकाइरहेको छ, हिल्लेर चुच्चे बम माछा पकाइरहेको छ। यहाँ अहिले भन्छिनी बजेको अनुहार पनि देखाइरहेको छु म, हेर्नु होला ल, हेर्नु है त भन्छिनी बजेको अनुहार देख्दै गर्नुहोस् होला। यो मजिनी र कछार्नी कति भिडियो बनाउँछ माछा मारेको भन्छ होला है। एउटा परेको मजिनी, यो चाहिँ कछार्नी पर्यो। भिडियो बनाउने मजिनी, अब यहाँ हेर्नु खाना खान लागिसक्यो हामीले माछा साछा पकाएर। यो मामा ससुरा के गर्यो भने त माछा खाँदैछु माछा अरे। अनि मेरो बुढो हेर्नु यहाँ पातामा बसेर खान्छ पैठी मारेर, भोजै खाएको जस्तै हेर्नु न। आम्मा ल हेर हाँस्दै झिङ्गा धमाउँदै खाँदै गरेछ। मैले चाहिँ खोइ त बिछोना दिएन क्या मेरो बुढोलाई भनेको है, चुप्लाएर बस्यो, झन् खाएर बसिरहेछ। यहाँ आशिकलाई पनि यता जेठाजु ऊ चाहिँ एक कोस टाढो छ डोम जस्तै हाँसेछ, त्यही भन्दै हाँसेछ। अनि ऊ चाहिँ आफ्नै धनले खाइरहेछ, भोक लाग्यो भनेर गम गम नबोलिकन, कसैसँग नबोलिकन मामा ससुरा चाहिँ माछा खाँदैछु माछा रे। हाम्रो यो देवरले पनि बाटै तगडा छ, माछा पनि छानी छानी खाइरहेछ। आजको माछा मिठो भएन भन्दै सबै यतापट्टि नि खान लाग्छ। ऊ चाहिँ बार्ने मान्छे, बुढाबुढी यता बस्यो, उता खायो फेरि पछि बुढी भाटोमै आएर बसेर खाँदैछ।